वेलकम छ साथीहरु। आज चाहिँ हामी चुली बनाएको छौं। यता दिदीहरु, यो चाहिँ मेन आजको अतिथि हैन, अतिथि हाम्रो एकदम कन्टेन्ट आजको चाहिँ हुनुहुन्छ। यता फेरि हाय, यता त भाइरल दिदी भन्नु न, सबले चिन्दै हुन्छ होला खुइली हैन। म चाहिँ राम्रो निस्किने छैन गाइस। क्लास दिदी हाय। मेरो चाहिँ मलाई चाहिँ रुगा लागेन, मेरो कान बुच्चिकाको छ लाठी जस्तै। हाम्रो यो हाम्रो भ्लगमा अब पारस मेन अब मलाई जबरजस्ती ल्याएको छ यहाँ। पारस र शैलेशको ठाउँमा अब यता दुईजना हुनुहुन्छ दिदी र यता फेरि दीपक सर हुनुहुन्छ है। भिडियो मेन हाम्रो कन्टेन्ट क्रिएटर हैन, एकदम भाइरल मान्छे। ठाउँ पनि देखाइदिउ न मान्छेको। मान्छे हैन, ठाउँलाई के देखाउनु, अब ठाउँ भन्दा राम्रो मान्छे यता अगाडि भएपछि खासै दामी दामी ल अनि हाल्नु पर्छ नि। ल साथीहरु, हामी चाहिँ चुलीवन घुम्न गएको थियौं। खाजा खाने टाइम भयो हाम्रो। यता छन् हाम्रा भाइहरु। हेलो दीपक। हजुर दिदी। हेलो भाइ। हेलो 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 सुशान्त भाइ। हेलो हेलो हजुर। हेलो काले। क्या है आपका नाम? हमारा नाम घूम रहा है। तुम्हारा नाम क्या है? करता है ल भन्नु हो। यता हाम्रो खाजा देख्न सक्नुहुन्छ। ओइ प्रोटेक्ट भएर बस्छ। वाउ, के भयो यो? के हो? वाउ, हेर्दा त खानेकुरा वाउ, इधर क्या है? क्या है सुमन? हामीले चाहिँ मिठो मिठो खानेकुरा खान्छौँ हैन। यता तलबाट आएको फर्स्ट टाइम खानु जाने पो। त्यही त मिठो मिठो खाइन्छ हैन। हामी चाहिँ अब संस्कारी पर्यन्त दिदीहरुसँग आइन्छ। अब यस्तो मिठो मिठो खानेकुरा खाइन्छ हैन। दिदीहरुसँग आइन्छ यस्तो खानेकुरा नत्र खानै पाइदैन। तिम्रो हात के टोकेको केले? यो लामखुट्टेले यस्तो यस्तो टोकेको अरे। लाइट बडी लाइट लभ बाइट गर्दै बस्यो कि आफैलाई। फेरि सेतो गोरो शान्त त्यस्तो फटाएन नि त। तिमी पो तल तराइबाट आएको पाहाडको मान्छेहरु त्यस्तो होइन। मेन अनि आजको मेन मान्छे नै उता हो अनि आजको गाउँले मान्छे एकदमै संस्कारी हुन्छ भाइ। बिचरा उसले आज हिँड्न सिकाउँदा सिकाउँदा उता बल्ल बल्ल ल्याइ पुऱ्याएको हिँड्न नजानेर। फ्याँक्दिनु नि हैन, यस्तो गरेको आइराकै थिएन के। हामी चाहिँ फर्किँदैछौँ चुलीवनबाट। एकदम राम्रो अनुभव भयो दिदीहरुसँग आउँदा, रमाइलो भयो। हस्, धन्यवाद। त चाहिँ बाँदरको फ्रेन्डहरु रहेका छन्। हेलो, कस्तो राम्रो देखिरहेछ। हो पत्ता बन्दी हालेको म यहाँ। ल यो बोल गरी हाल न नि, फ्याँकिहाल्नु पर्छ यतिखेर। लुलु भाइ लिनुस् न, लिनुस् न, लिनुस्। हेलो 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 सुमन, सुमन कता गयो? सुमन, ओइ सुमन, सुमन यता हेर न। दीपक चाहिँ डिउ खाँदैछ बल गरी। माइला, तिमी त कति राम्रो देखिरहेछौ। के खान्छौ बाबा? हजुर, हामी भनेको आलुको सब्जी र चामलको भात। यो मेरो भाइ अब एकदम राम्रो ह्यान्डसम छ हाम्रो भाइहरू। भाइलाई मन पराउनेले कमेन्ट गर्नु होला प्लिज, आई लभ यु सुमन भनेर। ह्यान्डसम हुनुहुन्छ नि, कति ज्ञानी संस्कारी छोरो हो हाम्रो भाइ। हेलो, आपका नाम क्या है? वरदान है हमारा नाम। आवाज लाग्यो मलाई। हामी पनि यता छौँ नि फेरि। देख्यो? अब
होइन मेन त होइन यसो फुल एकदम असिस्टेन्ट चाहिँ हो आयो कति रमाइलो ठाउँ छ हौ साथीहरू कसम भनेको आउनुहोस् न तपाईँहरू पनि यता हेर्नुहोस् कति हरियाली छ फेरि हाम्रो भाइ हुनुहुन्छ यता हेलो भाइ तर कालो देख्यो कि के भएको ठिक छ त्यो बादल झुटो ओइ कति राम्रो बादल देखेको हेर्न आउन कसम यहाँ यार कति राम्रो भ्यूहरू देख्न पाइन्छ ताप्लेजुङ जाने बाटो कसको ससुराली के भन्छ गाउँ हो ताप्लेजुङ फेरि कता हो हेलो कता हो यता चाहिँ तमर खोला है साथीहरू तमर खोला अनि यो चाहिँ कति राम्रो छ ताप्लेजुङ जाने बाटो सडक बाटो नाम के हो भन न चिउरीको चिल्लो पा हेलो किधर घूम रहा है आप ओहो धन्यवाद चाहिँ आजको उर्मिला कुलुङलाई दिनुपर्छ नि फेरि धन्यवाद अब त्यतिको चाहिँ ज्ञान हुनु पर्यो क्या हामी कपिला हौ भोलि त फुला फुल्ने छ विकासको मूल खुट्टा अगाडि बढ्ने छ दियो सुमन हो लु जो क्यामरामेनमा हुनुहुन्छ धेरै चाहिँ होइन 6 करोड तिरेर उर्मिला दिदीले अघि 3 करोड अहिले बढेछ नि लु थ्याङ्क यू हाम्रो यो सुमन भाइको के भन्छ लोकल गर्लफ्रेन्डको नाम भनिदिनुहोस् न गर्लफ्रेन्डहरू चाहिँ धेरै छ होइन हो र अरू नै त होइन होला हौ मात्र एक अनि गर्लफ्रेन्ड अब कसरी बुझ्नुहुन्छ त्यही अनुसार हो ए ओके ओके बुझ्नेमा भर पर्छ नि दिदी देखेको छु म आम कति राम्रो हो दिदी आम हाम्रो भेना त भेना त हुनुहुन्न नि म चाहिँ सिङ्गल हो साथीहरू प्लिज मेरो लागि पनि कमेन्ट गरिदिनुहोस् हाम्रो भाइको ब्लगमा है म एकदम सिङ्गल हो संस्कारी हुनुहुन्छ होइन भाडा सार्न माझ्न पनि खतरा आउँछ भाडा सार्न आउँछ नि ट्यालेन्ट हुनुहुन्छ होइन कामसाम पनि खतरा गरिहाल्नुहुन्छ होइन अब त्यो के भन्छ संस्कारी चाहिँ त्यस्तै हो तर भाडा साडाहरू चाहिँ माझ्न आउँछ नि फेरि सबैले त रिजर्भ गर्नुहुन्न तै पनि अब राम्रो मान्छेहरूले चाहिँ कमेन्ट गर्नुहुन्न हो ल थ्याङ्क यू यता चाहिँ चुली वन जङ्गल कुदै आउँदैछ कुद्यो आज खेला लाग्छ क्या कर रहा है चुप त खुङ्गो मात्रै छ भोलि थङेर चाहिँ ए हो खतरा भलिबल प्लेयर हो कि क्या हाम्रो भाइ त फर्स्ट सट्टर हो कति फुट उफ्रिनुहुन्छ हजुर 6 फुट ए ल के भन्नु छ तपाईँलाई म त खासै केही भन्दिनँ साथीहरू होइन राम्रो मान्छेलाई चाहिँ लामखुट्टेले नै राम्रै भन्दो रहेछ होइन टोकेर साथीहरू राम्रो मान्छे उस्तै हो हाफ बाउला अब पेन्ट पनि हेर्नुहोस् हाफै लगाएर आएको बाउला नि उस्तै हो त्यसपछि त अब आफ्नो चाहिँ होइन साथीहरू तपाईँ के भन्न चाहनुहुन्छ गर्लफ्रेन्ड कता हो तपाईँको के भन्नु छ यो त पापी रहेछ क्या यो साथीहरू यसलाई त म ननिकाल्नु भन्दै बाध्यताले हो क्या हाम्रो साथी आज नयाँ देखाउनु चाहिँ यता यो चाहिँ अब नयाँ होइन हिँड्न जान्दैन त्यही भएर यो मैले बाटो चाहिँ पिच गर्न लागेको छु बाटो हेर्न सक्नुहुन्छ नेता हो नि त फेरि पछिल्लो समयमा निस्किने हाम्रो भाइ नेता निस्किँदैछ ल त्यस्तै हो साथीहरू हाम्रो भाइहरूको ब्लग एकदमै राम्रो छ प्लिज सब्सक्राइब गरिदिनुहोस् सपोर्ट गरिदिनुहोस् गरिदिनु पर्यो नि त राम्रो छ नि त हाम्रो भाइहरूको ब्लग म पनि आउनु पाएको छु एकदमै खुसी लागेको छ है मैले अब करोड तिरेर मात्रै ल्याएको करोड जस्तै हो रोड चाहिँ तिर्यो अहिलेसम्म तिरेको छैन तिर्नु पर्ने ल अहिलेलाई चाहिँ बाई बाई गाइज है बाई ल